एक दिन एउटा सानो सङ्के किरा आफ्नो यात्रामा निस्किएको थियो। ऊ बाटोमा जाँदै गर्दा एउटा चम्किलो वस्तु देख्यो। त्यो चम्किलो वस्तु साधारण फलाम होइन भनेर उसलाई थाहा थिएन। त्यो त एउटा धारिलो ब्लेड थियो। उसले त्यो चम्किलो वस्तुमा एक पाइला अगाडि बढायो। उसको शरीरमा चोट लाग्यो। अर्को पाइला अगाडि बढाउँदा पीडा झन बढ्यो। त्यति बेला त्यो सङ्के किराले एउटा निर्णय गर्यो, अब म यही रोकिन्छु भनेर। किनकि उसले बुझिसकेको थियो अझ एक पाइला अगाडि बढायो भने आफ्नो शरीरमा चोट अझ बढी लाग्छ भनेर। उसले बुझिसकेको थियो हरेक अगाडि बढ्ने बाटो गन्तव्यमा पुग्ने बाटो हुँदैन भनेर। हाम्रो जीवन पनि यस्तै हो। कहिलेकाहीँ गलत सम्बन्धबाट टाढा हुनु, जागिर छोड्नु, गलत सङ्गतबाट बाहिरिनु र गलत निर्णयलाई रोक्नु यी सबै हार होइनन्। आफूलाई जोगाउन सही समयमा रोकिनु नै बुद्धिमानी हो। याद राख्नुहोस्, कहिलेकाहीँ अगाडि बढ्नुभन्दा रोकिएर नै सही निर्णय लिनु नै वास्तविक सफलता हो। रोकिनु कमजोरी होइन, सही निर्णयको सुरुवात हो।